हेलो एन्ड नमस्ते साथीहरू, यहाँलाई स्वागत छ मिस्टर फजिमटारे युट्युब च्यानलमा। आज म यो कहाँ आएको छु त? मौसम पनि तपाईँले देख्न सक्नुहुन्छ, पुरै झरी परेको जस्तो देख्न सकिन्छ। बाटो पुरै पानीले भिजेको छ। हो साथीहरू, अहिले चाहिँ भने यहाँ पानी परिरहेको छ। सिमसिमी पानी जिस्किने नानी टाइपको बिटेनको र्याप जस्तै यहाँ पनि पानी परिरहेको छ। म चाहिँ आज यो बाटो हुँदै गोर्खा जिल्लातिर जाँदैछु पैदल यात्रा। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र के कस्तो लाग्छ कमेन्ट गर्नुहोला। यो चाहिँ अहिले बनेको यो नयाँ बाटो हो। पहिला यहाँ चाहिँ यो कच्ची बाटो थियो, जुन चाहिँ पानी पर्दाखेरि पुरै हिलो हुने र घाम लाग्दाखेरि धुलो उड्ने अवस्था रहेको थियो। र अहिले भने यस्तो बाटो बनेको रहेछ। यो चाहिँ धादिङ पारिपट्टि छ र यो गोर्खा भने वारिपट्टि छ। यो चाहिँ गोर्खा साइडको यो अहिले बनेको पक्की बाटो हो। यसै बिचमा मलाई एउटा कुराको ठ्याक्कै याद आयो। त्यो के कुरा हो भन्दाखेरि यो पालि चाहिँ हाम्रो यस गोर्खा जिल्लाको क्षेत्र नम्बर 1 बाट चाहिँ जिएनजीको अगुवा भनेर चिनिने सुदन गुरुङ चाहिँ यसपालि चुनावमा उठ्दै हुनुहुन्छ भनेर विभिन्न सामाजिक सञ्जालहरूमा चर्चा परिचर्चा चलिरहेको छ। तपाईँलाई के लाग्छ? यो पालि गोर्खाको क्षेत्र नम्बर 1 बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चाहिँ जिएनजीको अगुवा सुदन गुरुङ चाहिँ चुनावमा उठ्दै हुनुहुन्छ र उहाँले जित्ने सम्भावना कतिको छ त? तपाईलाई के लाग्छ? कृपया आफूलाई जे जस्तो लाग्छ कमेन्टमा भन्नुहोला, आफ्नो प्रतिक्रियाहरू जनाउनुहोला। यसै गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि यस क्षेत्रबाट चुनाव लड्दै हुनुहुन्छ भन्ने विभिन्न हल्लाहरू केही दिन अगाडिसम्म आएको थियो। र फेरि पनि एउटा के हल्ला छ भन्दाखेरि उहाँ चाहिँ यस क्षेत्रबाट फेरि पनि चुनाव उठ्नुहुन्न र अन्त्य कुनै क्षेत्रबाट उठ्दै हुनुहुन्छ भन्ने कुराहरू पनि काहीँ चलिरहेको छ। यद्यपि यस कुरामा एउटा निश्चित न्युज भने आइसकेको छैन। उहाँ चाहिँ अहिले फेरि नेकपा माओवादी केन्द्र चाहिँ अहिले फुटेको छ र अहिले यो विभिन्न पार्टीहरू मिलेर चाहिँ एउटा अहिले नेपाल कम्युनिस्ट पार्टी अहिले सञ्चालन भएको छ र यसमै अहिले उहाँ चाहिँ आबद्ध हुनुहुन्छ। यसै पार्टीलाई सञ्चालन गर्दै हुनुहुन्छ नेकपा माओवादी पहिलाका नेता, अहिले चाहिँ नेपाल कम्युनिस्ट पार्टी भएको छ अहिले। त्यस्तै हो साथीहरू, अब राजनीति भनेको फोहोरी खेल हो भनेर पनि भन्ने गरिन्छ। नभन्दै पछिल्लो क्रममा विभिन्न घटनाक्रमहरूलाई हेर्ने हो भने यो कुराको पुष्टि पनि हुन जान्छ। तथापि हामीले चाहिँ के कुरामा विचार गर्नुपर्छ भन्दाखेरि हामीले कस्तो मान्छेलाई चाहिँ अगाडि लाँदैछौँ, कस्तो व्यक्तिलाई चाहिँ अगाडि लान हुन्न र कस्तो व्यक्तिलाई चाहिँ हामीले भोट हाल्नुपर्छ, कस्तो व्यक्ति हामीले चाहिँ रोज्नुपर्छ भन्ने कुरामा हामीले सोच विवेक लगाएर आफूलाई चाहिँ विचार गर्नुपर्ने हुन्छ। किनभने हामीले दिएको भोटको कारणले गर्दाखेरि पछि हामीलाई नै गाह्रो पर्न सक्छ। त्यो पछि हामीलाई गाह्रो नपरोस् भन्नको लागि हामीले सही र योग्य उम्मेदवारलाई भोट गरी जिताउनु पर्ने हुन्छ, ताकि उहाँहरू चाहिँ एउटा काम गर्ने ठाउँमा पुगेपछि हाम्रो लागि, जनताको लागि सहज हुने काम गर्न सकुन्। हेर्नुहोस् त साथीहरू, म यहाँ कहाँ आइपुगेँ। यहाँ नयाँ घरहरू देख्न सक्नुहुन्छ। तपाईँहरू साथमा कुरा गर्दा गर्दै, कुराहरू सेयर गर्दा गर्दै म यहाँ नयाँ ठाउँमा आइसकेको छु। कस्तो राम्रो सिन रहेको छ यहाँ। तलतिर धानबारी छ, माथिपट्टि चाहिँ खेतमा धान काटिसकेको छ, खाली भएको छ, बाटो बिचमा राम्रो छ र मौसम एकदमै बादल लागेको छ पानी परेकोले। सिमसिम पानी परिरहेको छ साथीहरू। हेर्नुहोस् त, यो चाहिँ त्रिशुली नदी हो। एकदम नदीको बहाव बढिरहेको छ। पानीको बहाव नदीमा उच्च गतिमा बढिरहेको छ। बाटोमा हेर्नुहोस् त, हिलाम्मै भएको छ पानी परेको कारणले गर्दाखेरि। यहाँ चाहिँ पिच हुन सकेको रहन्छ बाटो, त्यही पनि बाटो एकदम ठिक छ, गाडी गुड्न लागेकै छ है यतिको बाटो।
कच्ची बाटो यस्तै हुन्छ। पानी परेको कारणले गर्दाखेरि बाटो इलाममै छ। अब कुरा गर्दै जाँदाखेरि आज अब म यो गोर्खा जिल्लामा आएको कारणले गर्दाखेरि आज गोर्खा जिल्लाकै बारेमा कुरा गरौँ। योभन्दा अघि पनि चुनावमा यस जिल्लाबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विजयी हुनुभएको थियो र योपालि पनि उहाँ यस क्षेत्रबाट उठ्ने कुरा भएको छ र त्यो हल्ला गाईमी चलिरहेको छ। यद्यपि त्यो पुष्टि भने भएको छैन, त्यो बिस्तारै होला, अझ टाइम पनि बाँकी नै छ। त्यसै क्रममा उहाँ चाहिँ अहिले पहिला नेकपा माओवादी केन्द्रमा आबद्ध हुनुहुन्थ्यो र अहिले चाहिँ अनेक थरीका पार्टीहरू मिलेर अहिले चाहिँ नेपाल कम्युनिस्ट पार्टी भनेर एक पार्टी अहिले दर्ता भएको छ। अहिले चाहिँ उहाँ नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध हुनुहुन्छ र यहाँ चाहिँ विभिन्न नेताहरू आबद्ध छन्। हेरौँ योपालि पनि उहाँ यस क्षेत्रबाट उठ्नुभयो भने के कस्तो हुन्छ अवस्थाहरू तपाईँहरूलाई म भन्ने नै छु, केही त्यस्ता अवस्थाहरू आयो भने। त्यसै गरी एमाले पार्टीबाट चाहिँ यस क्षेत्रबाट यसपालि चाहिँ चक्रे मिलन अर्थात् चक्र भन्ने व्यक्ति चाहिँ यस क्षेत्रबाट चुनावमा उठाउन लागेको छ भनेर हल्ला एकदमै व्याप्त रूपमा भइरहेको छ। चक्र मिलन भनेको चाहिँ उहाँको पृष्ठभूमि तपाईँले हेर्नुभयो भने राम्रो रहेको छैन, राम्रो पाइएको छैन मैले चाहिँ बुझ्दाखेरि होइन। तपाईँहरूलाई के कस्तो लाग्छ आफ्नो प्रतिक्रियासहित कमेन्ट गर्न सक्नुहुनेछ। सबैको आफ्नो बुझाइ हो होइन। हामीले चाहिँ अब सामाजिक सञ्जालमा आएका न्युजहरूको आधारमा मैले यस भिडियो बनाइरहेको छु, यस भिडियो मार्फत म बोलिरहेको छु। विभिन्न आपराधिक पृष्ठभूमिमा आबद्ध भएका भनेर चाहिँ विभिन्न न्युज मिडियाहरूले चाहिँ भनिरहेको पनि तपाईँले देख्न सक्नुहुन्छ, देख्नुभएकै होला। तपाईँलाई के लाग्छ योपालि चाहिँ गोर्खा जिल्लाबाट तपाईँले कसलाई मतदान गरी विजयको गराउन चाहनुहुन्छ? तपाईँ गोर्खा जिल्लाकोबाट मलाई अहिले हेर्दै हुनुहुन्छ भने, यस भिडियो तपाईँले हेर्दै हुनुहुन्छ भने कृपया कमेन्ट गर्नुहोला र आफ्नो प्रतिक्रिया दिनुहोला। तपाईँ चाहिँ यसपालि आफ्नो गोर्खा जिल्लाबाट कसलाई चाहिँ चुनावमा विजय गराउँदै हुनुहुन्छ? आफ्नो प्रतिक्रिया मजाले कमेन्टमा लेख्न सक्नुहुनेछ। यसो भन्दै गर्दा यो कच्ची बाटो हुँदै हुँदै म हिँड्दै आउँदाखेरि यहाँ चाहिँ अलिकति यो ढलान गरेको रहेछ, किनभने यहाँ मोड हुन्छ। यो मोडमा चाहिँ कुनै पनि सवारी साधनहरू मोडिँदाखेरि गाह्रो हुने भएकोले यहाँ चाहिँ यो अलिकति भए पनि यो ढलान गरेको होला, बाटो सजिलो होस् भनेर। यो पारिपट्टि देख्न सक्नुहुन्छ, राम्रो छ हेर्न लायकको दृश्यहरू, हरियाली साथमा घरहरू पनि देख्न सक्नुहुन्छ। यस ठाउँबाट उता चाहिँ बाटो राम्रो रहेछ, पिच गरिएको बाटो रहेछ। योभन्दा पहिला म हिँड्दै आउँदाखेरि चाहिँ यो बाटोमा पुरै इलाममै हुन्थ्यो। यो क्षेत्र चाहिँ पुरै त्यो बालुवाको लागि एकदम प्रसिद्ध छ, एकदम बलौटे माटो भएको क्षेत्र हो। यहाँ एकदम बालुवाहरू पाइने गर्छ। त्यस कारणले गर्दाखेरि कुनै पनि ठुलो पानी पर्दाखेरि बगाउने त्यो भाँसिने खालको समस्याहरू बेहोर्नु पर्थ्यो पहिले हिँड्दाखेरि। अहिले चाहिँ यो बाटो पिच भएको रहेछ, एकदमै हिँड्ने व्यक्तिहरूलाई सजिलो भएको छ। तथापि तपाईँ देख्न सक्नुहुन्छ बाटोमा चाहिँ ससाना ढुङ्गाहरू ल्याएर चाहिँ थुपारेको छ। यो सायद यो पानी परेकोले भलले बगाउँदै ल्याएर चाहिँ यहाँ यो थुपारेको पनि हुनसक्छ, मलाई चाहिँ यस्तै लाग्यो। हेर्न सक्नुहुन्छ मौसम चाहिँ एकदम धमिलो रहेको छ, बादल लागेको छ, हुस्सो लागेको छ। यहाँबाट पारिपट्टि केही दृश्यहरू देख्न सकिरहेको छैनौँ हामी चाहिँ, एकदम हुस्सो लागेको सेतामै भएको छ, केही देख्न सक्ने अवस्था रहेको छैन यहाँ डाँडाबाट। नत्र भने यहाँ चाहिँ घाम लागेको थियो भने एकदम राम्रो दृश्यहरू हेर्न सकिन्थ्यो यहाँबाट पारिपट्टि। हेर्न सक्छु यहाँ चाहिँ एउटा मन्दिर पनि रहेको रहेछ, योभन्दा बाटोभन्दा तल्लोपट्टि एउटा खनाएको रुख रहेछ, खनाएको रुखभन्दा माथि चाहिँ एउटा मन्दिर पनि रहेछ। मन्दिरको दर्शन गरौँ। जय मन्दिर नाम चाहिँ थाहा भएन, त्यस कारणले गर्दाखेरि जय मन्दिर भने। मन्दिर एकदमै सुन्दर रहेको रहेछ र योभन्दा पारिदेखिको दृश्य चाहिँ चरौदी बजार हो र यो बाटो चाहिँ अहिले चाहिँ हामी नयाँ बस्ती भन्ने गाउँतर्फ लाग्दैछौँ। यो चाहिँ गोर्खा जिल्लाको बाटो हो। हामी चाहिँ आज नयाँ बस्ती गाउँतर्फ लाग्दैछौँ। यो पारिदेखिको दृश्य चाहिँ चरौदी बजार हो।
तपाईँले हेर्न सक्नुहुन्छ। आज यो दृश्य खिचिरहँदा हुचु लागेको कारणले गर्दाखेरि राम्रो देखेको छैन, त्यही पनि मैले तपाईँलाई देखाएँ। कस्तो लाग्यो कमेन्ट गर्नुहोला।